नमस्कार, म सुरेन्द्र गौतम। आज म यहाँहरू समक्ष मेरो बुबा स्वर्गीय युवराज शर्मा गौतमद्वारा लिखित खण्डकाव्य कालीगण्डकीका अरू बाँकी श्लोकहरू वाचन गर्ने क्रममा उपस्थित भएको छु। यहाँहरू सबैलाई स्वागत छ। यो प्रथम खण्डको प्रथम सर्गका बाँकी श्लोकहरू आज म सुरु गर्दैछु। केही काल बसिसकिकन लिई लागिन् उता पश्चिमा, मुस्ताङ मण्डल मध्य निलगिरीमा एउटा थियो आश्रम। त्यो हो आश्रम अत्रिको ऋषि महान, बस्दा त्यहाँ पार्वती। गौदा नदी सुवर्ण वस्त्र ऋषिमा बाँड्थिन् भएर भएर जति। त्यो बेला ऋषि अत्रि आश्रम यहाँ ठुलो थियो विस्तृत। हुन्थे शिष्य अनेक निलगिरीमा, विद्वान बडो श्रोत्रिय। पत्नी ती विदुषी सुनाम अनुसु हुन् लोकमा बन्दित। साँच्चै आश्रम यो अलौकिक हुँदा सारा थिए नन्दित। यी पुण्याश्रममा भए जति सबै धर्मादि सत्कार्य हुन्। गौरीका सुनदान यज्ञ जपले गर्दा सबै तुष्ट छन्। त्यही दानादिक यज्ञमा जब थिइन् तल्लीन मातेश्वरी। गौरी पाद रसाई भलभल गरी आयो पसिना झरी। ताही स्वेद बगेर थुप्रिन गयो केही नजिकै तल। सानो कुण्ड थियो र यो भरिन गो आई पसिना जल। सोही स्वेद पवित्र पुडर सरमा पहिला थिए गण्डक। गर्दा स्नान अचम्ममा परि गए बुढा यिनी तापस। चिम्ली झम्म डुबेर बाहिर हुँदा आँखा खुली दङ्गमा। पर्दै स्वस्थ युवा स्वयं चहकिलो पाए सबै अङ्गमा। गर्थे पाठ बसेर तहीँ जलकी देवी धरी ध्यानमा। श्रीदेवी प्रकटै त्यहाँ हुन गइन् गण्डर्षिकै सामुमा। हे देवर्षि तिमी भयो प्रथम नै यो कुण्डमा नुहाउने। पूजा श्राद्ध जपादि तर्पण गरी देवादि तुष्ट्याउने। सोही कारणले मुने सुनैनी तिम्रै महान कामले। सारा लोक भरि प्रसिद्ध रहलिन् श्री गण्डकी नामले। हे तत्त्वज्ञ ऋषे म भन्दछु यहाँ छन् 7 धाराहरू। ती हुन् धर्म र विश्व रत्न र यशो श्वेता सुवर्णहरू। कृष्ण भागरी 7 छन् सबै नि श्री गण्डकी रूप हुन्। यी जानौ सब 7 मातृसरी नै काली यहाँ मुख्य हुन्। धारा छन् यिनका अजरस गतिमा, झर्छन् सबै निर्झर। अग्ला शैल र मुक्ति पर्वत चिरी झर्दा यिनी सत्स्वर। लुक्छिन् काहीँ जमिनभित्र कहीँ त यी भासिने गर्दछिन्। देखिन्छन् सहसा अगाडि र कतै भङ्गालमा पस्दछिन्। पाए समथर भूमि मन्द गतिले खेल्दै यिनी बढ्दछिन्। काहीँ नागसरी घुमेर भुमरी पर्दै गरी बग्दछिन्। पग्ली ती हिम श्रृङ्खला र कहिले आएर बाढी भल। पार्दै सङ्कटमा भयङ्कर बनी सारा बढार्छिन् तल। झोलुङ्गे फुल वृक्ष सागु फटके कान्ला र ढिस्काहरू। छाप्रा गोठ र वस्तु भाउ कहिले झारेर पाखाहरू। फुट्दा ती हिमतालका जलझरी कहिले ठुला खाडल। पार्छिन् सोतर झोपडी घरहरू
भाँडाकुँडा मादल कहिले निर्मल शान्त भई सलल्लै सोसाउने गर्दछिन्, कहिले कलकल गर्दछिन् र कहीँ यी खाल्डाहरू भर्दछिन्, कहिले ताण्डव नृत्य रूप जटिलै पारेर तर्साउँछिन्। हरदम यही रीतले अजरस गतिले श्री गण्डकी बग्दछिन्। जान्यौ हे ऋषि गण्डकी स्थिति, तिमी यी विष्णुकी स्वेदजा, यी हुन् देव समस्त आश्रय करी नारायणी मोक्षदा। त्यस्तै भक्ति र शक्ति देव गण्डकी मान्या महाशैलजा, स्वर्गङ्गा भगिनी शिवा भगवती गौरी प्रिया पापहा। तिम्रा कार्य तपादि छन् जति यहाँ, ती देखि सन्तुष्ट भई, लेउ लौ वर मागै चित सबै, त्यस्तो भएमा कुनै भन्दा ती ऋषि भन्दछन् म छु खुसी पाई यहाँ दर्शन। साक्षात् हे जलदेवी यी चरणमा लागो सदा यो मन, भन्छिन् गण्डक सामु ताही उनले हे विज्ञ हे तापस, तिम्रो नाम चलेर लोकभरमै बढ्नेछ तिम्रो यश। तिम्रा यी शुभ कर्मले फल दिँदा ज्ञानी कृतार्थी हुँदै, जानेछौ पछि मोक्ष भई सुगतिले श्री ईशमालिन भई। इत्यादि क्रमले यहाँ हुन गयो वार्ता र संवाद यो, श्रीदेवी र महर्षि बीच महिमा श्री गण्डकीको भयो। वार्तालाप सकेर तही जलमा देवी गइन् अल्पिई, ती गण्डर्षि उठी उँभोतिर गए ध्यानादि गर्ने भई। सङ्लो पानी बगेको सकल भुवन नै स्वच्छ पार्ने सरियो, कालो मैलो हटाई मनुजगण सबै शुद्ध गर्ने गरी त्यो। धारा छन् यी खुलेका अकस्मात परैबाट छ्वाङ गर्दै, झर्छिन् काली अनेकौं बिखरित सबती स्रोत सारा समेट्दै। हस् त यो प्रथम सर्ग यही अन्त्य भएको छ। फेरि अर्को सर्ग लिएर उपस्थित हुने नै छु। त्यस बेलासम्मको लागि यहाँहरूबाट बिदा चाहन्छु। नमस्कार, धन्यवाद।